सन्दीप र यो जुधेको जुधै छन् क्या रात पऱ्यो होइन मुगलिनबाट यता लाग्यो रात त वाइल पऱ्यो नि त उहाँ हेर न केटा जुधेको आमा सन्दीप पनि आज उदाउने मान्छेले पायो भने 1.5 घन्टामा पुग्छ क्या रातिपल्ट सो हेलो एभ्रिवान गाइज सबैजना सन्चै आएरै हुनुहुन्छ होला म पनि सन्चै आएरैमै छु न्यू डे न्यू ब्लगमा सबैलाई स्वागत छ है के छ मेरो केटा हो अनि यो चलपल हुँदैछ अहिले चाहिँ मेरो है पड्काएर हिँड्ने ओऱ्यो यताउति दायाँ बायाँ अहिले चाहिँ म लागेको पोखरा चलपल दिनलाई गण्डकी अञ्चल चञ्चले चञ्चले गण्डकी अञ्चले किनकि यो बाइक मेरो गण्डकीको हो क्या अनि पास गर्नु सनाखत के हुन्छ मिलाएर त्यति गर्नुपर्ने छ सो निस्केको अनि अहिले म यहाँ युएन पार्क क्रस गरी त्यही हो बब्बाल मजा आइरहेको छ पिकअप त माको यस्तो हुन्छ अब मेरो फर्स्ट एक्सपिरियन्स हो होइन आफ्नो पर्सनल्ली अर्काको त कुदाइरहेको थियो अलिअलि तर एकदम बबाल मजा आउने यार म हाइटमा माको घोडा माथि बस्यो भन्दा नि माथि हाइट होइन यसपछि मुनि त्यो पड्काउने यस्तै मजा अब डिबी किलर निकालेन मैले त डिबी किलर निकाल्ने भन्नु थिएँ त्यो डिबी किलर चाहिँ ननिकालेको अब त्यो पछि गरमलाई ट्राफिकले पनि गाडा हुन्छ फेरि हेरेको हेरे हुन्छ क्या जहाँ पनि हेरेको हेरे गरेर हुन्छ होइन त्यही हो मेरो साथीहरू होइन अहिले त हल्का फुल्का चलपल भएर कस्तो आइरहेको छ दामी आइरहेको होला नि मलाई पनि अहिले यस्तो हेर्दा पनि ओमा हाइटमा होइन जान लागेको चाहिँ त्यही हो अब सन्दीप र म जानला हो सन्दीप उहाँ उसकेर कोर्सेरी कलङ्कीमा आएर बसिरहेको छ अनि कलङ्की पछि त्यहाँ भेटेर अनि त्यसपछि हामीहरू तेलसेल हालेर गरेर निस्किने हो अनि मिटर चाहिँ यो किन नचलेको भन्दाखेरि यो किलोमिटर उयो गर्नुपर्छ नि त जस्तै बढ्छ नि त बेच्न राखेको बाइकको त अब कुदाइरहेको अनि किलोमिटर बढ्छ अन्त किलोमिटर बढेपछि चाहिँ बढ्छ भनेर मिटर अफ गरेको रहेछ त्यो सब अन गर्ने ओर्ने बाइक त बबाल हो क्या बाइक त बबाल हेर न पड्काउन त आम्मा ए त्यही भएर एकदम चिलमचिल छ ट्राफिकले अहिलेसम्म केही गरेर डर लाग्दिरहेको भर्खर यो पुलेश्वरमा त्यहाँ चेकिङमा बसिरहेको हुन्छ नि त है मैले पनि दामी तरिकाले खतरा भइरहेको छ राइड पनि अब टट्टलाएर एकदम लङ टाइमपछि राइड हिँड्दा हो अफिसमा छुट्टी पनि दिइरहेको छैन ठाउँमा जस्तै हिँडेको म चाहिँ काम छोडेँ भने छुट्टियोस् यताउति होइन सो त्यही हो मेरो साथीहरू है चिलमचिल भइरहेछ तिमीहरूको के कस्तो छ यसो सुन आजभोलि त सबजना ठुलो पल्टिए बाहिर गएपछि होइन त्यस्तै हो रहेछ क्या साथी भन्ने नेपाल भनिदिएर बाहिर गएपछि त सबले बिर्सिदिने क्या मैले म्यासेज गर्ने त पैसा माग्छ भने जस्तो लाग्छ क्या तिनीहरूलाई पनि खै मैले नि मैले आफै कमाइरहेको छु आफै रमाइरहेको छु त्यति साह्रो धेरै त केही गर्न सकेको छैन जस म खुसी छु होइन तिमीहरूलाई पैसा माग्नुपर्ने जरुरत छैन सो त्यही भएर साथीभाइहरू चाहिँ नबिर्सिनु त्यति बेला हामीहरू कति रमाउँथ्यौँ अहिले हेर न तिमीहरू कस्तो भाउ खोज्छौ बोल्नलाई मैले पैसा लाग्ला जस्तो गर्छौ तिमीहरू होइन त्यो चाहिँ नगर्नु अनि अर्को चाहिँ अभिषेक कट्टेल मिस्यु है अनि बबाल भएको छ त्यतिखेर सम्झिरहेको छु त्यसलाई पनि मैले अनि त्यसले पनि मलाई अस्ति फोन गरेको थियो दाइ हो मेरो एकदम प्यारो दाइ हो जति बेहोरा देखायो नि मेरो आफ्नै दाइ हो ल त्यो चाहिँ जसले चाहिँ भन्यो नि मलाई मेरो आफ्नै दाइ हो त्यो चाहिँ होइन अरू त अब के बढी के कुरा गर्नु होइन ठिक छ केटाहरू फ्यामिली अब आफ्नो पर्सनल लाइफ भन्ने छुट्टै हुन्छ कतिको गयो टोटल भनेपछि 17, 18, 19, 20 8 चाहिँ खायो त 800 रुपियाँको हाल्यो ल केटा हो तेल हाल्यो लाग्यो यहाँनिर चाहिँ अहिले थानकोटको बाटो बन्द छ क्या यहाँबाट कति बिहान 11 कि 9 बजेदेखि 3 बजेसम्म बन्द हुन्छ अनि अब हाम्रो 3 बन्द लाग्यो ठ्याक्क खुल्छ त्यसपछि अनि रन्किनुपर्छ एकछिन गएर बस्नुपर्ने हुनसक्छ अनि तेलसेल पनि हाल्यो फिट एन्ड फाइन भरे चलपल पोखरामा मामालाई फोन हान्नु पर्यो मामा आइएम कमिङ
भन्दै चलपल दिनुपर्छ अहिले पोखरामा मेरो मम्मी पनि भोलि आउनुहुन्छ होला सायद के अरे मेरो हजुरबाको उयो छ क्या वर्ष दिनको काम अनि अब त्यो वर्ष दिनको काम सक्ने 29 गरी सक्ने आज कति एक्ज्याक्टै थाहा छैन क्या मलाई शनिबार चाहिँ हिँड्नुहुन्छ भोलि अनि उही एकलट भेट्यो चलपल दियो अरे अनि हामीहरू चाहिँ फर्किन्छ मम्मी चाहिँ पर्सि केही छैन गाइस हामीसित एकजना भित्री ऱ्यान्डमली भेटिरहेको छ होइन अनि सन्दीप र यो जुधेको जुधै छन् क्या र बटाको मलाई हिँडिनु भन्छ होइन हेर न यस्तो जुत्छ नि जुधै छन् अनि कहाँ मैले भित्रीले भेट्छ त नि उहाँ हेर न केटा जुधेको आमामा सन्दीप पनि आज यस्तो कुदाउँछ नि लास्ट रफ कुदाउँछ नि छोडिदिएर अब चलपल दिइरहेको त्यसले पनि हेर नि त भित्रीलाई यस्तो कुदाउँछ सन्दीप अब लास्टै रफ कुदाउँछ सन्दीपले रफ भन्दा नि एकदम पहिला जस्तो भर्खरको कुदाउँछ डराउँदै कुदाउँछ अहिले त आमामा कसरी यसको पछाडि बस्नु सकिँदैन हौ त्यस्तो पटाएको छ सन्दीपले पनि सो त्यही केटाहरू एकदम इन्जोय भइरहेको छ फुल एन्ड फाइनल यस्तो बवाल इन्जोय भइरहेको नि होइन केटाहरू जुदिरहन् जुदोस् हेर नि त जुधेको होला त्यो भेडो खेल्छ नि सन्दीप हिजै कहिले एकचोटि होइन गएमा झन्डै म त सन्दीपले चिप्ल्यो भने हिजै कहिले एकचोटि कुन चाहिँ डुकसित जुत्दै थियो माचिने म त अचम्म लाग्थ्यो अघि एउटा भाइले फेरि बाटोमा होइन दाइ हामी पनि पोखरा जान लागेको स्कुटीमा एन्ड्रोइड स्कुटीमा थियो म पनि पोखरा जान लागेको एक्लै सोलो तपाईँहरूसित जोइन हुन्छु न भन्दै मैले ह्यान्डसेक गरिदिएँ अब बाइक सेक पड्काइदिएको नि त एक दुई लट होइन अनि पुरा चुरीफुरी दिँदै त्यो थियो भने पछाडि आउँदै होला त्यो भाइ चाहिँ सायद पछाडि धेरै पछाडि होला त्यो त त्यसलाई त हामीले धेरै पछाडि छोडिदिएको एन्ड्रकमा हो अहिले चाहिँ हामी मलेखु पुग्न अब मलेखु पुग्छौँ होला 10 15 मिनटभित्र सायद त्यही हो केटाहरू जुत्न छोडे खायो तर अब हेर बटार्छ एउटाले अर्कोले पछाडिबाट बटार्छ हेरे आमामा बटारे क्या त्यही केटा यसरी जुत्नु चाहिँ हुँदैन है गाई चाहिँ एकदम फुल इन्जोय तरिकाले जानुपर्छ तर मजा चाहिँ बबाल आउँछ है गाई तर काम चाहिँ मलाई चाहिँ खासै चाहिँ मन चाहिँ परेन त्यो बाइकमा चाहिँ झुर भन्दैन अरूले त्यो झुरै हो क्या मैले रियलमै झुर हो क्या काम छैन उसले फुच्चाफुच्चीहरू चलपल दिने क्या या त कसम भनेको रोग पुलिसले हेर्दैछ माथि पुलिसले हेर्दैछ हौ मैले भाग्नुपर्छ जस्तो छ फोन गरेर भन्दै त ल्याग हुन्छ माथि हुन डिबिके केही निकाले होइन हल्का यस्तो बटाइरहेको छु नि मा कसम रमाइलो त अब मा कसम रमाइलो पनि हुने हो आफूलाई तर लास्टै गाह्रो हुन्छ यहाँ हेर्नु ल हात हेर्नु त हात हेर हौ मेरो हात हेर हौ यस्तो हुन्छ म निलो यहाँ ठेला उठ्या है त्यो यो यसले यो ग्रिप यो बटार्दा क्या अर्कै अलि उयो भयो मेरो बाइकको सफ्टवाला थियो नि त त्यसको अलि उयोवाला यो के हो काँडा जस्तो छ माछाले बटारेर दुखेर हिजो किक हानेर मैले खुट्टाको त्यो बिचको मैले पैताला दुखेर यस्तो साइको भएको थियो फुल इन्जोय भइरहेको छ गाइस अफ रोड त झन् यस्तो आनन्द आउँछ नि लचक यसमा चाहिँ एकदम मैले फिल गरेको कुरा चाहिँ होइन भित्रीमा चाहिँ यसो गरेर निहुरिनु पर्छ होइन यसमा चाहिँ पिकअप लिने बित्तिकै यस्तो छ यस्तो सर्र फालिदिन्छ क्या पिकअपले भित्रीमा त यस्तो निहुरिनु पर्थ्यो यसमा त सर्र पिकअपले फालिदिन्छ भने म त अब कम साइकल त बानी नपर्ने होला यस्तो गाह्रो पनि भएर त मजा नै आइरहेको क्या बाटो जाम पुरै उहाँसम्म हेर्नु आफूलाई पनि चिल छ बसाउँदैछ माथि डर केटा हौ के छ रात पऱ्यो होइन मुगलिनबाट यता लाग्यो रात त वाइल्ड पऱ्यो नि त रात त फेरि वाइल्डै पर्ने हो
मेन चाहिँ यसको हेर लाइट बवाल के है यस्तो दामीवाला लाइट छ क्या पुरा यस्तो फोकस हान्छ त नि लाइट चाहिँ दामी छ है केटा हो रात पऱ्यो अझै हामीलाई यहाँबाट कति भने जाडो पनि भइदिरहेको क्या बोल्नलाई पनि कस्तो अप्ठ्यारो भयो फिल भइदिरहेको आएको छ अनि त्यही यहाँबाट हामीलाई राति भयो कति भयो ठ्याक्कै 6 बज्यो अब हामीलाई पुग्नलाई लाग्छ 2-2.5 घन्टा लाग्छ किनकि दिउँसो भएको भए चाहिँ बाटो राम्रो टाइम लाग्दैन थियो बाटो राम्रो भएपछि अब उज्यालो हुन्थ्यो अब रात पऱ्यो नि त 2 घन्टा प्लस लाग्ला सायद अनि आज यता मुगलिनको बाटोमा चाहिँ हामीलाई टाइम लाग्यो किन यता उताको बाटो अहिले बनाउँदैछ नि त अनि बाटो पनि बन्द छ क्या यो मुगलिनदेखिको उता के अरे बाटो एकदम खत्तमै हो क्या बिचमा बनाइरहेको हो क्या त्यही भएर त त्यो बाटो बन्द गर्ने खोल्ने यति बजीदेखि टाइम राख्दै हो त त्यही केटाहरू राइड त एकदम बवाल मजा भइरहेछ पोखरामा अब गएर यस्तो एक दिन चल बलिदिनु पऱ्यो त्यसपछि उता दामी कुदो माथि होइन सक्छ बुझी हाइड्रो पावर यो चाहिँ पाल्यो के गर्थ्यो गाडीले माथि कसम पछाडि एउटा लड्की होइन खतरा हेरिदिनु आएको हाम्रो दामी सयो नाइट राइड भइरहेछ अहिले चाहिँ हाम्रो नाइट राइड चल पल बाइक चाहिँ तर दामी हो पाल्न चाहिँ गाह्रो पाल्न वाल गाह्रो यसको 2-3 त मैले प्रब्लम भेटिसकेँ क्या 2-3 त खत्रै प्रब्लमहरू पनि भेटेँ तर लट त नयाँ हो फेरि किनेको नयाँ लट हो 2024 को हो बिचको मोडल हो फेरि दामी लट हेरिकन त भनौँ न अहिले 24 त चलिरहेको छ नि लट हेरिकन चाहिँ ठिकै हो ठिक छ केही छैन बनाउँला बिस्तारै चलाउनु पर्छ इन्जोय त गर्नु पऱ्यो नि पोखराको नयाँ बाटो गाइड यस्तो बवाल छ अस्ति पनि देखाएको होइन अहिले त लगभग कुदाउने मान्छेले पायो भने 1.5 घन्टामा पुग्छ क्या राति पनि त यस्तो कुद्छ अनि बाटो त सबके 100% एकदम फुल एन्ड फाइनल एकदम बवाल भएको छ क्या अहिले पोखरासम्म दामी बाटो बनाएको हामी 1.5 घन्टामा कुदाउनेले 1.5 घन्टामा पुग्छ दिउँसो परेर मेरो भित्री भएको कस्तो सुताउँथ्यो होला त्यो बाटो मलाई भन्नुहोस् न कस्तो खतरा सुताउँथ्यो त डेन्जर सुत्छ नि फेरि यो बाटोमा त नयाँ पिच होइन पेट्रोल हाल्ने बेला भइसक्यो क्या साथीहरू अनि यहाँ पेट्रोल पम्प पनि कुरिरहेको हुनाले नि दामी क्या बाटो त पेट्रोल हाल्नुपर्छ अब यहाँ पेट्रोल सकिसक्यो